अप्सनल म्याथमा ए प्लस लाउन र पास हुन एकदमै सजिलो छ। गाउँमा 100% फिक्स क्वेसन हुन्छ, जस्तै हाम्रो 10 मार्कको सेन्ट्रल थिङ। भेरी सकेसम्म हामी जति छोटो र मिठो लेख्छ र हाम्रो नम्बर पनि ट्याक्कै आई क्यान डु इट भन्ने सधैँ भन्नुपर्छ। इन दिस भिडियो आई एम जस्ट टकिङ अबाउट आवर प्रिपरेसन। हाम्रो एक्जाम अब 10, 15 र 20 दिन मात्रै बाँकी छ र यत्रो दिनमा हामी अब केही गर्न सक्छौँ कि यस्तो ख्याल हाम्रो दिमागमा पक्कै आउँछ होला। सबभन्दा ठुलो गल्ती भनेको हाम्रो एक्जाममा आफ्नो कन्फिडेन्स घटाउनु। र कन्फिडेन्स कसरी घट्छ? साथीहरू कति पढेछ भने यसमा हामी सोधेको गर्छौँ। एक्जामको लास्ट 15 र 1 महिनाको अगाडि हामी फुल्ली फोकस हुनुपर्छ र फोकस हुनुको लागि हामी एकान्त पढ्नुपर्छ। र त्यसमा हामीलाई केही समस्या परेकोमा हामीसँग आजभोलि त विभिन्न सामग्री छन्, अनलाइन मिडिया, च्याटजिपिटी भयो, जसमा हामी आफ्नो सबै प्रश्नलाई विदाउट एनी टिचर सोल्भ गर्न सक्छौँ। नाउ एक्जाम बिग्रिनु भनेको कन्फिडेन्स डाउन हुनु र लास्ट 15 डेमा हामी कसरी पास हुने त? पास हुनको लागि हामी सबैले कति ल्याउन पर्छ यो थाहा नि होला। र ए प्लस ल्याउनको लागि हामी सबै सब्जेक्टमा कुनै एउटा सब्जेक्टमा ए प्लस ल्याउनु पर्छ, यो हामी सबैले थाहा नि हो। बट हाउ क्यान वी टेक ओभर? कसरी हामी ए प्लस ल्याउने हो त? ए प्लस ल्याउनको लागि हाम्रो सबभन्दा सजिलो सब्जेक्ट भनेको अप्सनल म्याथ, एकाउन्ट, यी यस्ता सब्जेक्टहरूमा हामी सजिलै प्रकारले ए प्लस ल्याउन सक्छौँ र यो हामी सबैले थाहा नि होला। तर हामी एक्जाममा के मिस्टेक गर्छौँ जसले गर्दा हाम्रो यी सबै सब्जेक्टमा राम्रो मार्क्स आउन? सबभन्दा पहिलो कुरा भनेको हामी टाइम म्यानेजमेन्टको लागि हाम्रो सबैभन्दा समस्या पुग्नु भनेको सामाजिक र नेपालीमा पर्छ। र टाइम म्यानेजमेन्ट इज नट इजी, यसको लागि प्र्याक्टिस त हुनुपर्छ। हामी टेक्कै गएर यस्तो पढेको गर्छौँ भने लेख्ने अभ्यास नभएपछि वी क्यान नट डु एनिथिङ। बट तपाईँ केही 1 हप्तैभित्र तपाईँ विदाउट एनी डिस्ट्र्याक्सन, जस्तै भयो यत्रो दिन पढिएन भने यो 1 महिनामा के गर्न सकिन्छ, यो कन्सेप्ट आफ्नो दिमागबाट बाहिर निकाल्नुपर्छ। दिस कन्सेप्ट इज भेरी ब्याड फर आवर एक्जाम। हामी सधैँ पोजिटिभ थिङ्किङ लिनुपर्छ कि सधैँ मोटिभेट, इनर्जेटिक, आई क्यान डु इट भन्ने सधैँ भन्नुपर्छ। यु क्यान हियर बाबा प्रेमानन्द थट, बेटा जो बनना चाहते हो वही सोचो, जो सोचोगे वही बन जाओगे। यहाँ का कुछ ऐसा ही है। र यी सबै स्ट्र्याटेजीबाट यु क्यान डु एनिथिङ वाट यु वान्ट। म एकचोटि सबै सब्जेक्टलाई म एउटा स्ट्र्याटेजी भन्छु के आउँछ भनेर। यो लास्ट 15 र 1 मन्थको बिचमा यो सबै पढिदिनुपर्छ। सबभन्दा पहिलो सब्जेक्ट भनेको हाम्रो इङ्ग्लिस भनेको हाम्रो फ्री एन्ड गाइडेड राइटिङ, प्यासेज र ग्रामर, 3वटा हाम्रो सेक्टर हुन्छ। 3वटा सेक्टरमा हामी कन्टेन्ट हुनुपर्छ र प्यासेज सेक्टर भनेको सबैले गर्ने खालको चाहिँ हुन्छ। त्यसपछि अब हाम्रो नम्बर काट्ने भनेको फ्री एन्ड गाइडेड राइटिङ र ग्रामर भनेको फुल्ली प्र्याक्टिसमा डिपेन्ड छ र यसको सूत्रहरू हामी एकदमै राम्रोसँग बुझेर गर्नुपर्छ। र अर्को हाम्रो फ्री एन्ड गाइडेड राइटिङ भनेको कसैको आफ्नै इन्डिपेन्डेन्ट ट्यालेन्ट हुन्छ। तपाईँ फ्री एन्ड गाइडेड राइटिङ फिक्स भएको हुन्छ, जसरी कन्डोलेन्स, मुभी रिभ्यू, एस्से, यस्ता क्वेसनहरू यु क्यान सी हियर फिक्स दिएको हुन्छ। र यसलाई तपाईँ डेली 1-1-1वटा तपाईँ 30-30 मिनटमा 1-1वटा तपाईँ रटेर ल्याइदिनुपर्छ। र अर्को सब्जेक्ट भनेको नेपालीमा म सबैभन्दा नम्बर लाउने र तान्ने भनेको सेक्टर भनेको म ग्रामर सेक्टर भन्छु। 1 देखि 11 पर्छ र यो सेक्टरमा तपाईँ एकदमै राम्रोसँग परिपक्व हुनुपर्छ। ग्रामेटिकल सेक्सनलाई तपाईँ विदिन 40 मिनटमा भ्याइदिनुपर्छ। तपाईँ त्यति मिनटमा भ्याएपछि यु क्यान 100% नाउ मेरो त ए प्लस या ए टुकै आउँछ। र अब म्याथ कसरी गर्ने? म्याथमा ए प्लस ल्याउनको लागि तपाईँ DR सिंह खड्काको प्र्याक्टिस बुकलाई हरेक मोडेललाई भ्याइदिनुपर्छ। त्यसमा हामी विभिन्न प्रकारको मोडेलहरू हेर्छौँ, जसरी मैले टिग्नोमेट्रीको हाइट एन्ड डिस्टेन्स फिक्स क्वेसन हो, यो हामी सबैले थाहा छ र यसमा हामी कहिलेकाहीँ झुकिन्छौँ। तर तपाईँ DR सिंह खड्काको हाइट एन्ड डिस्टेन्समा हरेक मोडेल एउटा प्र्याक्टिस गर्दै भयो भने तपाईँ परिपक्व यसमा पनि हुनुहुन्छ। र पास हुनको लागि तपाईँ फिक्स सजिलो खालको क्वेसनहरू सोल्भ गर्नु होला। जस्तै म इक्जाम्पलको रूपमा भन्न सक्छु 3वटा थ्योरम, यी 3 थ्योरमहरू तपाईँ एकदमै कन्ठै भर्नुपर्छ। र अब हाम्रो अर्को सब्जेक्ट भनेको साइन्समा भनेको हामी अहिले जति पढेछौँ त्यसको रिभिजन गर्नु मात्रै हो। तपाईँ साइन्समा लास्ट 15 डेमा केही गर्न सक्नुहुन्न। तपाईँ यस लास्ट 15 डेमा केही नयाँ क्वेसन याद गर्न सोच्नुभएछ भने तपाईँ त्यो त याद गर्न सक्नुहुन्छ, तर एक्जाममा बिर्सिहाल्नुहुन्छ। कुनै बिर्स्नु नसक्नु पनि हुन्छ, तर म्याक्सिमम बिर्स्न सक्नुहुन्छ। त्यसैले यो लास्ट 15 र
1 मन्थमा तपाईँ साइन्सको रिभिजन मात्रै गर्ने प्रयास गर्नुहोला। के म रिभिजन गर्न सक्छु त्यसमा बढी फोकस गरिदिनु होला र के आउन सक्छ यस्तो हामी पुरानो मोडल 10 सेट र केही शिक्षकहरूको सुझाव सल्लाह लिएर पढ्नुपर्छ। साइन्समा A+ ल्याउन त्यति गाह्रो हुन्न। र अर्को कुरा भनेको सामाजिक भनेको हाम्रो 3 क्याटेगोरीमा डिभाइड गरेको छ, भेरी सर्ट, लङ। र भेरी सर्ट एन्सरले हामी जति छोटो र मिठो लेख्छौँ र हाम्रो नम्बर पनि ट्याक्कै आउँछ। अर्को सेक्टर भनेको सर्ट एन्सर क्वेसनमा जे दिएको हुन्छ त्यसको हामी पहिला छोटो मिठो एउटा डेफिनेसन लेख्नुपर्छ। जस्तै हाम्रो आयो भ्रष्टाचारलाई कसरी नियन्त्रण गर्ने, त्यो प्रश्नको हामी उत्तर लेख्दाखेरि सबभन्दा पहिला हामी भ्रष्टाचार भनेको के हो फर्स्ट अफ अल त्यहाँ एउटा छोटो र मिठो डिस्क्रिप्सन लेख्नुपर्छ र त्यसपछि हामी भ्रष्टाचार कसरी नियन्त्रण गर्ने हो भनेर त्यसको पुरै होल एन्सर लेख्नुपर्छ। होल एन्सर क्वेसनलाई लेख्नको लागि हामी सबभन्दा पहिला त्यो प्रश्न कुन च्याप्टरबाट आएको छ यसलाई बढी ध्यान दिनुपर्छ। अब हाम्रो अर्को सब्जेक्ट भनेको एकाउन्ट र एकाउन्टमा 100% फिक्स क्वेसन हुन्छ। जस्तै हाम्रो 10 मार्कको सेन्ट्रल थिङ, न्युमेरिकल त हाम्रो 35 मार्कको हुन्छ। र अर्को हाम्रो भनेको अप्सनल म्याथ जसले त सबैको पारा तातो बनाइदिन्छ। अप्सनल म्याथमा A+ लाउन र पास हुन एकदमै सजिलो छ। ये नहीं हो सकता। तपाईले फर्मुला र प्र्याक्टिस छैन भने तपाईँ केही गर्न सक्नुहुन्न। अप्सन म्याथमा हामी 9 या 10 वटा सर्ट एन्सर क्वेसन हेर्न सक्छौँ र त्यो सर्ट एन्सर क्वेसनलाई हामी 10 सेटमा भएको सबै एक लाइन बाई लाइन हामी त्यो प्रश्नहरू हेर्दा गयो भने हामी त्यसैबाट 9 को 9 मिलाउन सक्छौँ। त्यो भनेको सबै कमन नै हुन्छ। र अरू प्रश्नहरू भनेको हाम्रो यो क्वेसनमा यो च्याप्टरको सधैँ पर्ने गर्छ भनेर त्यसै खालको हामी क्वेसन गर्न सक्छौँ। र अब केही अन्य जानकारी चाहिन्छ भने तपाईँ फटाफट कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहोला र सब्सक्राइब गर्न नबिर्सिकन। बेस्ट अफ लक फर योर SC एक्जाम।